हजुरलाई के भयो? मेरो यो कुम दुख्यो। कुम दुखेको कति भयो? भयो 6-7 महिना। 6-7 महिना भयो। हजुरलाई कतिखेर धेरै दुख्छ? रातिमा धेरै। राति धेरै दुख्छ। राति दुखेर सुत्नै हुँदैन? सुत्नै सक्दिन, धेरै दुख्छ यो रातिमा। जति राति हुँदै गयो त्यति नै बढी दुख्छ। त्यति नै बढी दुख्छ। के गर्दाखेरि धेरै बढी दुख्छ? हात माथि लादा धेरै दुख्छ कि हात पछाडी गर्दा धेरै दुख्छ? पछाडी गर्दा। पछाडी गर्दा हजुर, पछाडी गर्दा यताबाट पनि यताबाट। ए पछाडी गर्दा पनि धेरै दुख्छ, माथि लादा पनि धेरै दुख्छ। माथि लैजान सक्छु। ए माथि लैजान सक्नुहुन्छ? यस्तो तरिकाले लान सक्छु। यस्तो चाहिँ गर्न सक्नुहुन्छ? हजुर। है हजुर चाहिँ कहिले लडेको थाहा छ? थाहा छैन। थाहा छैन। लडेको थाहा नै छैन है। अर्को अरू चाहिँ हजुरलाई के बिमारी छ? मलाई त एउटा थाइरोइड मात्र छ। थाइरोइड मात्रै छ? प्रेसर छैन? छैन। सुगर पनि छैन? छैन। यो बिमारी यसलाई चाहिँ एडेसिभ क्याप्सुलाइटिस भनिन्छ है। यो बिमारी हुनुको प्रमुख कारण चाहिँ एउटा चाहिँ चोटपटक कहिले लागेको छ भने त्यो पेसेन्टलाई हुन्छ। अर्को प्रमुख कारण चाहिँ डायबिटिज भएको पेसेन्टलाई पनि यो बिमारी हुने धेरै सम्भावना हुन्छ है। र तेस्रो प्रमुख कारण चाहिँ थाइरोइड हो। थाइरोइड भएको पनि बिमारीलाई मान्छेलाई यो बिरामी हुने, यो एडेसिभ क्याप्सुलाइटिस हुने धेरै सम्भावना हुन्छ। यो भएको हजुरलाई 6 महिना भइसक्यो। अरू कहीँ जचाउनु भयो थियो योभन्दा पहिले? जचाएको थिए। जचाउनु भएको थियो। औषधि पनि खानु भयो होला? खाए। औषधि खानु भयो, कम भएन दुखाइ? भएन। दुखाइ चाहिँ कम भएन? 19 को 20 पनि भएन? खाने बेलासम्म थोरै थोरै। औषधि खाने बेलासम्म अलिअलि कम हुन्छ, त्यसपछि जस्ताको त्यस्तै। अहिले चाहिँ हजुरको यो दुखेको चाहिँ 6-7 महिना भन्दा बढी भइसक्यो है। एकपल्ट 1-2 पल्ट उपचार पनि गराइसक्नु भयो अरू डाक्टरसँग है। म हजुरलाई जाँचेर हेर्छु है। ल हात उठाउनुहोस् त, कति माथि जान्छ? दुख्यो है? दुख्यो? अब दुख्यो। दुख्यो? दुख्यो है। एकैछिन है। यस्तो गर्दा दुखिसक्यो है? दुख्यो। धेरै दुख्यो हैन? अब यो हात पछाडी लादा हेर्नुहोस् त, सक्नुहुन्छ? सकिँदैन है? दुखिसक्यो है? ए ल, नदुख्ने औषधि खाइसक्नु भएको होला, तातोले पनि सेकिसक्नु भएको होला। फिजियोथेरापी गराउनु भयो कि भएन? गरे हैन। फिजियोथेरापी गराउनु भएको छैन। यसको प्रमुख उपचार चाहिँ फिजियोथेरापी पनि हो। हजुरले चाहिँ फिजियोथेरापी पनि गरिराख्नु पर्यो, गराइराख्नु पर्यो है। अहिले औषधि लेखिदिन्छु, औषधि खाने, तातोले सेक्ने, मालिस गर्ने है। 2 हप्तामा चाहिँ मलाई फेरि भेट्ने। 2 हप्तापछि यो 2 हप्ताको औषधि खाइसकेपछि दुखाइ कम भएन भने, औषधि खाएर पनि दुखाइ कम भएन भने एउटा स्टेरोइड इन्जेक्सन आउँछ है, त्यो इन्जेक्सन लगाइदिन्छु हुन्छ है त। तर फिजियोथेरापी चाहिँ हजुरले नियमित गराइराख्नु पर्यो हुन्छ है। ल